वेलकम टू माई न्यू भिडियो। आज चाहिँ मैले बिहानै हाइटेक टनलमा टक्क गोलभेडाको भिडियो बनाउन गइरहेको छु। टमाटरको हाइब्रिड टमाटर हो हैन, हल्का पाकिरहेछ, अलिअलि काँचो छ, किराहरु लागिरहेछ टक्क लाएर हैन। यो चाहिँ हाइब्रिड बनाएको हैन, क्रस गरेर। अनि पछाडी चराचुरुङ्गीहरु कराइरहेछन्, एकदम शान्त रमाइलो भइरहेछ। तपाईहरुले पनि सुन्नु होला हैन, मलाई चाहिँ रमाइलो लाग्यो, तपाईहरुलाई कस्तो लाग्छ देख्नुहुन्छ। झुप्पा हेर्नु गाइज कति राम्रो छ। क्रस गरेको भेट्नुमा चाहिँ अलि बुच्चो हुन्छ के त्यो कान गोलभेडाको। अनि यस्तो छ ल, म चाहिँ अहिले अलिअलि गोलभेडाको दाना टिप्न लागेको छु हैन गाइज। पाके टिप्ने हो, बोरामा लिएर हिँडिरहेको छु। हल्का पाकिरहेछ, अलिअलि काँचो छ, किराहरु लागिरहेछ। यस्तै हो गाइज, यस्तै छ। त्यो ट्याक्क भेट्नु चाहिँ टिपिने, पछि हेर्न सजिलो हुन्छ। हाइब्रिड हो, क्रस गरेर बनाएको। क्रस गरेको भिडियो नि म अर्कोचोटि लिएर आउँछु हैन। धेरै गाह्रो हुन्छ गाइज क्रस गर्नको लागि। आँखा कमजोरी भएकोले चाहिँ गर्न सक्दैन। हामी जस्तो युवा यङ किसिमले गर्न सक्ने। त्यस्तै छ, ट्याक्क झारहरु पल्लिरहेछ, निकाल्नुपर्ने छ हैन। त्यस्तै हो। पानीको लागि चाहिँ हामी ट्याक्क थोपा सिन्जाइ राखेको छ हैन गाइज। पानीको लागि चाहिँ सजिलो छ। अनि थोपा सिन्जाइबाट औषधिहरु दिने, भिटामिनहरु त्यसरी दिने गोलभेडाको लागि। त्यसरी दुःख गरेर एकदम गर्नु परेको छ गाइज। अनि यसको चाहिँ भ्यू बेच्नको लागि हो हामीले गरेको ट्याक्क ल। सरर हेर्नु है त गाइज, अब टिप्ने बेला आछ हल्का। यही हो गाइज मेरो टनेल हैन। यो यसमा चाहिँ देख्न सक्नुहुन्छ कति राम्रो छ। हरिया छन्, कहीँ पाकेका छन्, स्पेशल छ है गाइज।